क्वार्टर खान्छ होला गाले क्वार्टर खाने भिडियो बनाऊ है त मेरो क्यामेरा ठिक छैन हुँदैन अधेर आउँदो रहेछ कस्तो अधेर आउँछ भाइ साथी आज चाहिँ घरमै छु म आज शनिबार 24 गते मेरो छोरा विदेश जाँदैछन् मेरो बुढीमा बियर भन्दै भित्र छिरे ल बाबु हाई गर्ने शेर्मा दाइ के छ ल मेरो तवरमा स्वागत छ है तपाईलाई ल बियर खाँदैछन् छोरो अब यो 1 गते उठ्दैछन् साथी हो के गर्ने यस्तै छ पछि भनौँला यहाँ चाहिँ मेरो ज्वाइँ यस्तो छन् ले मेरो ज्वाइँ ल है कान्छा यसो गर्दैन मेरो कान्छा भाइ मेरो कान्छै भाइ बडा छोरो ओ माइला मेरो माइला भाइ जेठा भाइ सबैमा बहिनीहरू बुहारीहरू सबैजना छन् है मेरो माइली बुहारी सम्झिनु होला है मेरो चाहिँ घरको फ्यामिली हो यो ड्रम पनि छ राम्रो ड्रम छ साथी हो ड्रम किन्नु नसकेर मेरो भतिज झन् कान्छाको छोरा दुईटै ठुलो मुल के चाहियो भन्न मासु चाहियो कि मेरो बुढी चाहिँ यहाँ गर्दैछन् साथी हो रातिको भिडियो हो अहिलेको करिब 7:30 घन्टाको अवस्था छन् त्यही पनि मैले यसो भिडियो घरमा आज मेरो छोरो चाहिँ अब 1 गते विदेश उड्दै हुँदाखेरि आज चाहिँ आफ्नो फ्यामिली मात्रै साथी हो जम्मा गरेर यसो भेटघाट गरेको हो कुनै ठुलो कुरो छैन फेरि खान नपाएर यस्तो भिडियो बनाएको छ चिन्ता भन्नु होला बिमार भन्नुलाई साथ दिन्छ सबैजनाले भन्दै यस्तो छन् मेरो चाहिँ मलमा माथि बत्ती बलिरहेको साथी यस्तो छन् के गर्ने दुःख छ जिन्दगीमा जति नै जे भए पनि मेरो बुढी सुनेर है यस्तो छ साथीहरू मैले पहिला नि देखाएको घर हो यो मेरो छोरा मेरो कान्छी बुहारी मेरो भान्जाहरू ल मेरो भतिजहरू छोरी है सबै छोराहरू आफ्नै अल फ्यामिली साथीहरू फेरि कहीँ नदेखाएर यस्तो भिडियो देखायो भने नभन्नु होला यस्तो छन् यता चाहिँ यो पूजा कोठाहरू यता यसो साथीभाइ रुम हामी चाहिँ माथि बस्छु दुईटा कोठा माथि छन् भान्सा कोठा चाहिँ साथी हो एकदम ओरिजिनल छ भिआइपी मेरो सुरुमा भूकम्पको बेलामा यही जस्ताले ल्याएर यहाँ बसेछ ल मेरो छोरी हाई गर्ने ल बिबी मगर भोलालाई र यो चाहिँ सुरुमा भूकम्पको 12 गते भुइँचालो आयो 13 गते चाहिँ यो जस्ता ल्याउँदाखेरि मलाई सहयोग गर्ने दाइ चाहिँ यहाँ शेर्पा दाइ हुनुहुन्छ उहाँले नि मलाई पैसा अलिकति हालिदिनु भएर यो तरो बनाएको साथीहरू किन गुण भन्ने बिर्सिनु हुँदैन म दुःख पाएको मान्छे ल है शेर्पा दाइ दुःख नमान्नु के गर्ने है भन्दै तलमाथि के भयो माफ पाऊँ तर फेरि पनि म ए भन्न चाहे साथीहरू लाइक सेयर सब्सक्राइब गरिदिनु मन पऱ्यो नपऱ्यो हेरिदिनु नपऱ्यो नहेर्नु केही चाहिँ छैन मलाई यही लाइनमा खासै कमाउने भनेको कसैले बोलायो भने 2-5 हजार रुपियाँ आउने हो खासै चाहिँ केही छैन भन्दै मैले इन्डिङ गरेँ है साथीहरू ल कमेन्टमा लेख्नु होला तपाईँहरूलाई के मन लाग्छ है